नमस्ते साथीहरू। आज म चाहिँ ड्युटीबाट आइसकेर यसो मिल्कसेक है टाइपको आभाकाडो बनाना अन्त मिल्क बनाएर खुवाऊँ कि भनेर क्या सोचेको है। यहाँनिर मैले क्यास्यु आलमोन्ड है लिएको छु, अनि यहाँनिर आभाकाडो लिएको छु है, अनि यहाँनिर मैले बनाना लिएको छु। अनि म कसरी बनाउँछु है तपाईँलाई देखाउँछु नि त है। अनि फ्रेस मिल्क पनि लिएको छु, अनि किसमिस पनि छ, म हजुरहरूलाई बनाएर देखाउँछु। यहाँनिर लिनेछु म केरा है। केरालाई अब टक्क छिलेर राख्नु। त्यसपछि म लिन्छु आभाकाडोलाई पनि मजाले आभाकाडो मजाले पाकेको छ, हेर्न सक्नुहुन्छ है। निकाल्यो भने सजिलो हुन्छ है, मजाले पाकिसकेको छ। अब मैले यहाँनिर फ्रेस मिल्क लिएको छु है। फ्रेस मिल्कलाई हालौँ यहाँनिर। अब चाहिँ हामीले ढक्कन लगाएर अब काजु किसमिसलाई ग्राइन्ड गर्ने हो। एकदम मिन बनाउने होइन, रफली चप खालके है, जो चाहिँ माथिबाट हाल्नुको लागि। क्यास्यु र आलमोन्डलाई अलिकति रफली ग्राइन्ड गरौँ। यतिको रफली। अब हाम्रो स्मुथ हाम्रो मिल्क सेक भनौँ है, आभाकाडो सेक जे पनि भन्नु हुन्छ, रेडी भइसकेको छ। अब चाहिँ हामी यसरी हाल्नुपर्छ है। यहाँ थोरै मैले किसमिस अनि मैले डेट्स पनि लिएको छु टपबाट हाल्नको लागि है। पिसेको यो हामीले क्यास्यु र आलमोन्डको पाउडरलाई पनि माथिबाट यसरी हाल्नु पर्यो है। त्यसपछि माथिबाट थोरै किसमिस पनि हालौँ है। थोरै मैले हनी पनि लिएको छु। थोरै हनी एड गर्दाखेरि चाहिँ राम्रो फ्लेभर हुन्छ है।